हेलो गाइस, फेरि पनि स्वागत छ हाम्रो नयाँ भ्लगमा। आज चाहिँ घुम्न जाने यसो त्यसो भ्लग हैन। आज चाहिँ हामी बफ चटपटे बनाएर खाने छौं। यदि तपाईहरु पनि जुडिरहनु हेरिरहनु है त। यहाँ कुकरमा आलु उसिन्दै छौं हैन। अब हामी सामान किन्न जान्छौं। बफ चटपटेको लागि लाग्ने सामानहरु है त। ल गाइस, हामी चाहिँ बफ चटपटेको लागि लाग्ने सामान किन्न जान लाग्यो। यदि तपाईहरु पनि हेर्दै गर्नु है त। ओए, बफ चटपटे खाने हैन त? यस्तो घाम चर्क्या छ, आम्मामामामामा के साह्रो चर्क्या के है। बाहिर निक्लेर हिँड्नै सक्दैन भने यस्तो। मासु चाहिँ कतिको लाने? मासु 50 रुपैयाँको पैसा। कति रुपैयाँको? गाडिया अलिक नबडा 50 रुपैयाँको मासु लाने? के भनेर माग्नु त 50 रुपैयाँको मासु? मासु किन्न मलाई 50 रुपैयाँको भन्नु। 50 को जति आउँछ त्यति भन्नु जोक्दिन भने है त। लाज लाग्छ है मलाई। लाग्छ किन? कागती नि किन? कागती चाहिँ हैन, कागती। धेरै नलिकन दुईटा मात्रै लिख कि। अलि रसिलो लिकन। त्यो पहेँलो चाहिँ लिकन। हामीलाई राख्दिन न 50 को चटपटी बनाएर खाने कि। मिस्कट होइन, मासु राख्दिन न त्यति। हजुर, बफ चटपटी बनाएर खाने कि। बोसो नआउने अरे फेरि तार्दाखेरि सबै बोसो त्यतिकै हाल्छ। जति आयो नि एक पिस जति मात्रै आउँदो रहेछ। हामी आफै बनाउँछौँ, हामी काट्ने। त्यो चाहिँ रसले लिएर एउटाको 15 रुपियाँ। अब के किन्न बाँकी? खै यहाँ त मासु अहिले हेरौँ न। अर्कै पसल किन छ नि? अर्कै पसल किन पुच्याएर चाहिँ अहिले एकछिन मासु लानु। गाइज, अब भुच्चा र चौचौ किन्ने है त। चौचौ कति प्याकेट लाने? टोटल पुग्छ? दालमा पनि छ।
त्यस्तो चाहिँ कति पर्छ त्यसलाई कति पर्छ हामी उति बदम पनि लिउँ बदम अनि दालमा बदम काकाती खै यहाँबाट ल भ्लग पनि बनाइयो सामान पनि किनियो अब मासु चाहिँ कति रहेछ हेरौँ है त गाइज 50 रुपियाँको मासु गाइज यति आउँदो रहेछ अब यसलाई मसिनो पिस पिस पारेर काटेर अनि तेलमा मजाले तार्नुपर्छ गाइज अब उहाँ म्याडमजी चाहिँ मेरो बुढी अनि मेरो बहिनी आज चाहिँ हामी मिलेर चटपटी बनाएर खान लाग्यो गाइज के अरे बफ चटपटी अब यो गाइज टोटल यति सामान लाग्ने रहेछ आलु पनि उसिनिसकेछ मासु काट्न पनि एकजना यार मासु हेर्नु नि काका च्याल मासु यो अर्को के काट्ने मासु काट्छु खै यो लाग्छ पुगुरी नि खतरा रहेछ त यहाँ भिडियो चिज त म देख्ने गरी हेलो गाइज म चाहिँ अब यहाँ मासु काट्न लाग्छु मासु काटेको मासु मात्रै देखाएँ मासु मात्रै देखाएँ कति मसिनो पारेर काट्नु पनि पर्यो मसिनो पारेर ओए यहाँ त यस्तै मसिनो होइन घरको चक्कु कति लाग्ने तिमीले काट त्यसो भए तिमीले काट होइन मसिनोसँग काट है अनि साइनले चाहिँ के भयो भने कसरी काट्यो है दुईजना भएर काट्नु पर्यो चुराइरह खान्छु भने यस्तो छ आज बफ चटपटी खाँदै छोड्ने भयो नि त चरीकोटमा त क्या आमा त्यो साम्बाबाको हाम्रो साम्बाबाको पसलहरूको माथि एउटा के यस्तो परेको मासु सुकुटी बनाएर राख्नु होइन अनि मसिनो बनाएर काट्नु अनि भुटेर हाल्ने नि अब यस्तो पत्र हुन्छ यसले मिल्दैन क्या हात पनि काट्छ क्या खोइ म यति त आउनु रहेछ नि म यो प्लेट बजाइदिनु ल अब कराई बसाल्दै गरी
कसैले तेल तेल लिएर आएन तेल काट्न पनि टक्क गाइस हामीले तेल पनि लिएर आएको तेल नभइकन हुँदैन 125 फुल लिटर पनि बत्ती बाला प्याज पनि काटिसकेको छ होइन फाइनली प्याज पनि काटिएको छ युट्युब हाल्नु पऱ्यो नि त मेरो पछाडि क्यामेरा चाहिँ राम्रै हुँदैन त्यही भएर कहाँबाट ल्याएर नि त्यहाँ हाम्रो तपाईँको चाहिँ हाम्रो खुर्सानी त्यस्तो टेस्टिङ पाउडर त्यत्रो दालमा त हाल्छ बढी भइहाल्छ 3 घन्टै लाग्छ क्या छुट्टी बनाउन त ल अब चाहिँ मासु तार्ने फ्राई गर्ने त्यो चाहिँ अचार बनाउन यो खुर्सानी चाहिँ अचार बनाउन गाइस यो चाहिँ चटपटेमा हाल्ला त्यति तेलले पुग्छ त नि मजाले तार्नु पर्यो भयो धेरै भयो पाकी जस्तो त्यो भुजियाहरू खोला यो भुजियाहरू खोला खोलेर के गर्दै गरौँ ओसिँदैन मसिनोले बनाउने हो त भाउजू दुईटा मात्र हाल्ने मसिनोले बनाइदिनु ननिमाउनु उज्यालो आएन कि पाक्यो मासु ल मजाले भुटा अब यो अर्को भाँडामा खन्याएर त्यही खन्नु राख्ने उयो काका 3 दुई खल्टे बेला नि त अहिले भने कस्तो भाइ तिताको भएछ त भाइ पनि नाला नाला हाम्रो सुकुटी मासु बफ सुकुटी म बिरामीलाई यस्तो खानु पर्छ भन्नु न म बिरामी छैन निको त्यो साइडहरु माछा कस्तो बनाएर तारे के मान्छेले त्यत्रो तेल खेर खुर्सानी पनि रेडी भइसक्यो यो प्याज ल अब चटपटी बनाउने सामग्रीहरु सबै रेडी भइसक्यो अब यो बाटा बनाउला आमा हो ल म अब यहाँ
देखाउँछु चटपटी खाने मान्छेहरूको अनुहार बफ चटपटी नकाट्नु तिमीहरू बनाऊ न चटपटी किन के भन्नलाई यहाँ भिडियोमै बना चटपटीमा हाल्ने सामान केही पनि छैन मिठो हुँदैन भने यत्रो सामान त नि मिठो भइहाल्छ नि त्यसले के भन्छ अरे आलु चिप्स होइन कस्तो हल्दियो कि राम्रो चौथो एक प्याकेट मात्रै होइन डाल्नु हाल न चटपटी बनाउने तरिकाहरू सिक्नुहोस् अनि च्यानललाई सब्सक्राइब गर्नुहोस् अनि भिडियोलाई लाइक गर्नुहोस् कस्तो ब्लर आयो त्यो टेस्टिङ धेरै नहाल सबै डल्लो परेछ नि त टेस्टिङ के चुक भयो अरे चुक हो चुक भयो भने कागज चिज नहाल्नु त चुक कागती चाहिँ के गरेर त निचार्नुपर्छ त्यो होइन ल सुकुटी मासु यसको निचार कम्रो कस्तो लाग्दैन हाम्रो आमा छिटो बनाउनु यार खाना हतार भइसक्यो त्यही मासु पसेर अब तेल हाल्नु पऱ्यो म कहाँ खोल्न भ्याउँछु म भिडियो खिचिरहेको छु यहाँ तर रङ भएन है तर त्यो रङ त खानु भयो त्यस्तो राम्रो भयो यता देखाउ त चटपटी लुनु नला फाइनली चटपटी खाने भन्ने नि भएन मैले कतिचोटि भनेको थिएँ तिमीले खाने भने गरेको त आज यसो ट्राई गरेँ म यसो रुममा बसेको बेलामा लाउनु त नुन तेल जे कुरा पनि मैले धेरै जग्गा हाल्छु कि भिडियो बनाउन मान्छे उज्यालो सेकेर बनाउँछ ल अब फाइनली चटपटी बनिसक्यो अब खाने प्रक्रियाहरू सुरु गरौँ के हेर त कस्तो अब यो मेरो च्यानल मेरो यो हाम्रो यो भिडियो हेर्ने मान्छेलाई सब्सक्राइब नबिर्सिकन गर्नु भन त्यति भन्नु आउँदैन हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला सुनेन अलिक ठुलो स्वरले हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला अनि लाइक पनि गर्नु होला त्यति भनेपछि त गर्ला नि नजिक गएर देखाउनु त्यो मासुहरू कहाँ पुग्यो सुक्खा चटपटी ल अब हालेर खान थालौँ अनि फाइनल रिजल्ट पनि सुन्न पऱ्यो कस्तो हुन्छ को कोले लाइक गर्छ होइन चटपटी मिठो बनाउँछ नमिठो बनाउँछ ओइ मिठो छ आमालाई त अब खानु त भएन सोधौँ हामी चाहिँ लेजेन्ड मान्छे हो त्यही भएर बाटामै खाइदिने अलि त राख म पनि खाने अनि खाँदै देखाउँदै गर्नु पऱ्यो नि त हेलो मिठो छ गाइस तपाईँहरू पनि चटपटी खाने भयो यहाँ आउनु हामी बनाएर दिनेछौँ अनि यो भिडियोलाई लाइक र मेरो च्यानललाई सब्सक्राइब गर्नु अनि जानुहोस्